हेलो गाइज, यो चाहिँ हो मुनलाइट चौतारी। अब यो छिटै ओपनिङ हुन गइरहेको छ यही महिनाको 14 गते। तपाईँ देख्न सक्नुहुन्छ यो हाम्रो कामहरू चालु छ, केही कामहरू मात्र बाँकी छ। अब चाहिँ प्राय कामहरू सबै भइसकेको छ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो ओनर रमेश दाजु, यता रोशन छ। त्यसपछि तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पाक्ने परिकारहरूको नाम छोटकरीमा दाजुले भनिदिनु पऱ्यो के नवीनले जे भन्छ त्यही पकाइदिने हो। के भन्छ यता मन्चुरियन पाक्छ पाक्छ एकदम पक्का। ए अनि पाउभाजी पाउभाजी त हुँदैन, वडापाउ हुन्छ। वडापाउ हुन्छ अनि चिया सिया त भइ नै हाल्यो चियाको होइन। आइटम त हुने भइहाल्यो। अनि स्पेसल हुक्का पनि पाउँछ। हुक्का पनि पाइन्छ। अनि मेरो लागि काम पाउँछ कि नि यता? काम पाइहाल्छ नि, नवीनको आफ्नै क्याफे हो। ए ल, त्यसो भए तपाईँ देख्न सक्नुहुन्छ टल्किसकेको छ मुनलाइट चौतारी। अब छिटै ओपनिङ हुँदैछ। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एकदमै बबाल भइसकेको छ मुनलाइट चौतारी। अब चाहिँ केही फिनिसिङ मात्रै बाँकी छ, प्राय सम्पूर्ण कामहरू भइसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै राम्रो भइरहेको छ। एक दाजुको अगाडि ठाउँमा टिक